तो हेलो साथीहरू अल्छीहरू के छ खबर उठ जाग न तिमीहरू पनि के गरिरहेको के भिडियो पनि हेर्दैनौ केही पनि गर्दैनौ तिमीहरू पुरा भिडियो हेर्ने गर न पुरा भिडियो मेहनत के गरिरहेको छ कसरी गरिरहेको छ कति मेहनत गरिरहेको छ पुरा भिडियो हेर्नु न पुरा भिडियो जिममा आइसके जिममा आउँदा लाइट थिएन सोधे साथीलाई लाइट छैन भन्यो थोरै 5 मिनट भइसक्यो रहेछ तर आउँदा बित्तिकै लाइट आयो वार्मअप गर्छु म 5 मिनट शरीरमा धेरै नै फ्याट छ एकदमै धेरै त्यसको लागि धेरै नै मेहनत लाग्छ मेहनत गर्नु नै सबै थोक हो मेरो लागि त्यसैले मेहनत अहिले जारी छ सो पहिलो सेट यो हुन्छ ब्याकको पहिलो सेट 3 सेट गर्नुपर्छ 10 देखि 15 रिपिटेसनको दोस्रो सेट यो हुन्छ जसमा एकदमै धेरै ताकत लाग्ने गर्छ र तेस्रो सेट छ यो डेडलिफ्ट सबैको मेरो चाहिँ फेभरेट हो एक्सरसाइज हो शरीरलाई पुरा तगडा बनाएर राख्छ सो यो छ वर्कआउट पछिको कन्डिसन घरमा आएर खाना खाएर दोकानमा गएँ दोकानमा जाँदा त तयारी थुप्रै थियो सो म तयारीको लागि तयारी गर्न जुटेँ आलुको फिङ्गर जुस बनाएर अब बस्छु म मोमोज बनाउन सबैको फेभरेट मोमोज है जहाँ पनि मस्ती चाहिँ चलेकै हुन्छ सो मोमोको तयारी गरिरहेको छौँ हामीहरू जसमा मेरो भाइ पनि हुनुहुन्छ उहाँले चाहिँ बेलिराख्नु भएको छ मैले चाहिँ बनाइरहेको छु